यो घटना आजभन्दा लगभग 1570 वर्ष अगाडिको हो र त्यति बेला रोमन साम्राज्य पतनको बाटोतिर गइरहेको थियो। त्यही मौका छोपेर युरोपको उत्तर पूर्वी भागबाट आएको जर्मनी जाति बार्बेरियन्सहरूले इटालीमाथि आक्रमण सुरु गरे र उनीहरूले विध्वंस मचाउँदै धेरै सहरहरू ध्वस्त बनाए, जसले गर्दा पाडुआ, ट्रोबिसो, अन्टिनम, कर्कोडिया जस्ता प्रमुख सहरको बासिन्दाहरू आफ्नो ज्यान जोगाएर भाग्न बाध्य भए र उनीहरू त्यहाँबाट भागेर एड्रियाटिक समुद्रको किनारको दलदली टापुहरूमा शरण लिन पुगे। यी टापुहरूमा पहिले माछा मार्ने र नुन निकाल्ने समुदायहरू मात्र बसोबास गर्ने गर्दथे। यसरी उनीहरू यस टापुमा भागेर आफ्नो ज्यान त जोगाए, तर यहाँ उनीहरूलाई जीवनयापन गर्न निकै कठिन थियो। यहाँको टापुहरूको भौगोलिक बनावट नरम दलदल माटोले भरिएको थियो, त्यसैले यहाँको जमिनले धेरै वजनको भार उठाउन सक्दैन थियो अनि यहाँ खानेपानीको पनि अभाव थियो। उनीहरू पुनः सहरमा फर्केर गए भने उनीहरूको ज्यान जाने निश्चित थियो, त्यसैले उनीहरूले बाध्य भएर पनि यसै ठाउँमा बस्नुपर्ने भयो। जब शरणार्थीहरू टापुहरूमा आफ्नो नयाँ जीवन सुरु गरे, सुरुमा त्यहाँको नरम र दलदली जमिन घर निर्माणको लागि बाधक बन्यो, तर त्यतिकैमा भागेर आएको रिफ्युजी मध्येको एक व्यक्ति दलदलमा फस्न पुग्छन्। दलदलमा भासिँदै गर्दा उसले आफ्नो डुङ्गा चलाउने काठ दलदलमा गाड्छन् र यसो गर्दा दलदलमा भासिने क्रम रोकिन्छ र यसैबाट उसलाई त्यस ठाउँमा घर बनाउने आइडिया पनि आउँछ र त्यसपछि यस टापुहरूभन्दा केही टाढा अहिलेको क्रोएसिया भएको ठाउँमा ठुल्ठुलो घना जङ्गलहरू थिए। उनीहरू त्यस ठाउँमा गई काठको मुढाहरू काटेर डुङ्गामा हालेर ओसार्न सुरु गरे र तिनीहरूलाई त्यहाँको दलदल माटोमा गाड्न सुरु गरे। उनीहरूले ती काठहरू 5 मिटर जति गहिरो गाडिसकेपछि तल केही कडा जमिनको भाग आयो र ती खम्बाहरू सन्तुलन र मजबुत बनाउनको लागि एकअर्काको नजिक नजिक राखेर गाडिन्थ्यो। त्यस पछाडि काठको मुढाको माथिको भाग मिलाएर काटिन्थ्यो अनि त्यसमाथि वजन समान बनाउनको लागि काठहरू मिलाएर बिछाइन्थ्यो। त्यस पछाडि पानीमाथि जग उठाउन स्ट्रियन ढुङ्गाको विशेष ब्लकहरू राखिन्थ्यो र यसरी एउटा स्तरीय फाउन्डेसनको डिजाइन बन्न पुग्यो। पानीमुनि गाडीको खम्बाहरूमा हावा नपुग्ने भएकोले यिनीहरू सड्न पाउँदैनथे। त्यही भएर भेनिसमा हजारौं वर्ष पहिले गाडीको खम्बाहरू अहिले पनि सकुशल अवस्थामा छन् र अझै पनि सहरको वजनलाई थामिरहेका छन्। यसरी फाउन्डेसन बनाइसकेपछि यसमाथि घर बनाउने काम सुरु गरियो। सुरुमा भेनिसवासीहरूले काठको घरहरू बनाए, तर खाना पकाउँदा वा अरू केही कारणले गर्दा यी घरहरूमा बढी आगलागी हुन थाल्यो। त्यसपछि तिनीहरूले इँटाको प्रयोग गरेर घरहरू बनाउन थाले, तर भवनहरूलाई सकेसम्म हलुका राख्नुको लागि घर 3 तलाभन्दा अग्लो बनाइँदैन थियो र घरहरूमा सिमेन्टको सट्टा लाइमस्टोन धुलोको प्रयोग गरिन्थ्यो, किनभने यो लचिलो हुन्थ्यो र दलदल जमिनमा हलचल आएर पर्खाल यताउता सर्दा सम्पूर्ण भवनलाई लचिलो हुन मद्दत गर्दथ्यो र घरको भित्र काठे पर्खालहरू पनि क्रस ढाँचामा बनाइन्थ्यो र यस कारणले यो पनि लचिलो हुने गर्दथ्यो र अगाडिपट्टिको पर्खाल र ठुल्ठुलो झ्यालहरू ढुङ्गाको डिजाइनले बनाइएकोले गर्दा तिनीहरू अलिकति वजनदार थिए। त्यसैले तिनीहरूलाई खस्नबाट रोक्नको लागि त्यहाँ फलामको रडको प्रयोग गरेर कसिएको थियो, जसले सम्पूर्ण भवनलाई मजबुत बनाएको थियो र भेनिसियनहरूको लागि यसरी घर बनाउने तरिका एकदमै उपयुक्त भयो र बिस्तारै लगुन वरपरका धेरै टापुहरूमा यसै तरिकाले घरहरू बनिन थाले। धेरै जस्तो सहरहरू भित्रीबाट बाहिरतिर विस्तार हुन्छन्, तर ठिक यसको उल्टो भेनिस चाहिँ बाहिरबाट भित्रतिर विस्तार हुन थाल्यो। सुरुमा यी सानो टापुहरूमा एक ठाउँबाट अर्को ठाउँमा जान एउटै मात्र विकल्प थियो, डुङ्गा चढेर वारपार गर्नु। तर बस्ती विस्तार हुँदै जाँदा सहरहरू एक अर्का नजिक हुँदै गए र यस्तो भएपछि मानिसहरू पानीमा भिजेर घोडामा चढेर पनि वारपार गर्न थाले। भेनिसको विकासको अर्को चरण अवश्य पनि टापुहरूलाई एक आपसमा जोड्नु थियो। आश्चर्यजनक कुरा के छ भने भेनिसको अस्तित्वको पहिलो 500 वर्षसम्म पनि यहाँ कुनै पुलहरू थिएनन्।
तर जनसङ्ख्या बढ्दै जाँदा र व्यापार बढ्न थालेपछि भेनिसको वित्तीय केन्द्र रियोल्टो पुग्न सजिलो बाटोको आवश्यकता थियो। रियोल्टो भेनिसको बिजनेस हब हो। त्यही भएर सुरुमा एउटा साधारण पुल बनाइयो जसलाई पेन्टोन पुल भनिन्थ्यो। यो पुल ढुङ्गाहरूमाथि काठ राखेर बनाइएको थियो जसले भेनिसको दुई खण्डहरूलाई एकसाथ जोड्यो र रियोल्टो क्षेत्रमा आवाजावत गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। तर यो पुल ढुङ्गाहरूमाथि भएकोले धेरै हल्लिने गर्दथ्यो। त्यसैले त्यस पुललाई पछि दह्रो काठको पुलमा परिवर्तन गरियो। तर त्यस पुलमा पनि पछि गएर आन्तरिक कलहको कारण आगजनी हुन गयो र पछि त्यो पुल पनि ओभरलोडको कारण भत्किन पुग्यो। अनि त्यस पछाडि यस ठाउँमा पक्की पुल निर्माण गर्ने योजना बनाइयो र यहाँको घरहरू बनाए जसरी सुरुमा हजारौँ काठको खम्बाहरू दलदलमा गाडियो। त्यति बेला यहाँ लगभग 12,000 काठको खम्बाहरू गाडिएको थियो अनि त्यसमाथिबाट 10,000 टनको पक्की पुल निर्माण गरियो र आजको दिनसम्म पनि यो पुल सकुशलै छ र यसले भेनिसको केन्द्रमा बसेर सबैलाई सेवा पुर्याइरहेको छ। अनि यो पुल बनिसके पछाडि अन्य ठाउँमा पनि यस्तै पुलहरू बन्न सुरु गरे। भेनिसमा गाडीको रोडको सट्टा पानीको नहरहरू छन् जसले गर्दा भेनिसमा सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न धेरै सजिलो भयो। यसरी हेर्दा हेर्दै भेनिस युरोपको धनी र ताकतवर ठाउँको रूपमा परिणत भयो र यसको सबैभन्दा मुख्य कारण यसको लोकेसन थियो। म्यापमा हेर्ने भने यो चाहिँ एड्रियाटिक सी हो र यो चाहिँ भेनिस हो अनि यो समुद्र मेडिटेरियन सीमा गएर मिल्छ र मेडिटेरियन सी अफ्रिका, मिडल इस्ट र युरोपसँग पनि गाँसिएको छ र आजभोलि पनि जहाजबाट समुद्रको बाटो भएर सामान ओसार पसार गर्दा ढुवानी खर्च सबैभन्दा सस्तो पर्न जान्छ। पश्चिम युरोप र पूर्व युरोप जमिनको भाग जोडिए तापनि सस्तो भएको कारणले सामानहरू समुद्रको बाटै भएर ओसार पसार गरिन्थ्यो। त्यही भएर ब्ल्याक सीबाट मेडिटेरियन सी हुँदै एड्रियाटिक सीसम्म सामानहरू पुर्याइन्थ्यो अनि एड्रियाटिक सीमा कार्गो जहाजहरू पनि आउने भएकोले पश्चिम युरोपले धेरै सस्तोमा पूर्व युरोपमा सामानहरू पठाउन पाउँथ्यो किनभने फर्किँदा कार्गो जहाजहरू खाली फर्किनुपर्ने हुन्थ्यो। यसरी व्यापारको तीव्र चलखेलको कारणले भेनिसवासीहरू चाँडै सम्पन्न हुन थाले र यो कुरा देखेर भेनिस क्षेत्र वरपर बसोबास गर्ने मानिसहरू पनि भेनिसमा आएर बसोबास गर्न थाले र यसरी बिस्तारै भेनिसको जनसङ्ख्या पनि भत्तै बढेर गयो। सोही कारणले भेनिसमा अब पिउने पानीको माग एकदमै बढेर गयो। अवश्य पनि भेनिस पानीको माथि तैरिएको छ तर समुद्रको पानी पिउन असम्भव अनि यहाँ जलस्रोतहरू नभएकोले मेनल्यान्डबाट ड्रमका ड्रम पानीहरू नाउमा राखेर ओसारिन्थ्यो। तर जब यहाँको जनसङ्ख्या 1,70,000 नाग्यो तब यहाँ पानीको हाहाकारै मचिन थाल्यो। अब भने भेनिसको इन्जिनियरहरूलाई यो पानीको हाहाकार रोक्नको लागि केही न केही उपाय निकाल्नै पर्ने थियो नत्र यस समस्याले व्यापारमा पनि असर पुर्याइरहेको थियो। भेनिसमा पहिलेदेखि नै घरको अगाडिपट्टि वर्गाकार चारकुने आँगन बनाउने चलन थियो जहाँ आफ्नो पाल्तु जनावरहरूलाई पाल्ने र हुर्काउने गरिन्थ्यो र यही आँगनहरूमा वर्षाको पानी सङ्कलन गर्नको लागि एउटा जुक्ति निकालियो। सुरुमा यी खाली भागहरूमा ठुलो खाडल खनियो र भित्ताहरूलाई माटोको बाक्लो तहले ढाकियो र खनिएको ठाउँलाई पानी प्रतिरोध बनाउनको लागि गिटी र बालुवाले भरियो र बीचमा इनार जस्तो बनाएर सतहको भागलाई पनि टायलले छोपियो। तर यसमा पानी जाने ठाउँहरू चाहिँ राखिएको थियो र वर्षाको बेला यही ठाउँहरूबाट पानीहरू भित्र जाने गर्थ्यो र बालुवाहरूमा फिल्टर हुँदै बीचको इनार जस्तो भागमा सफा पिउने पानी जम्मा हुन्थ्यो। यसरी अझै धेरै पानीहरू सङ्कलन गर्नको लागि घरको छानाहरूमा पनि पाइपहरू राखियो र पानी परेको बेला ती पाइपहरूबाट पानी तल आएर त्यही जमिनको फिल्टर गर्ने ठाउँमा मिसिन पुग्थ्यो र यही तरिकाले भेनिस वरपर लगभग 600 भन्दा बढी यस्ता फिल्टर गर्ने ठाउँहरू बनाइयो जसले गर्दा भेनिसको पिउने पानीको हाहाकारको समस्या सावधान हुन पुग्यो। तर अझै पनि यहाँ एउटा ठुलो समस्या चाहिँ बाँकी नै थियो।
यहाँको फोहोर मैलाको समस्या। प्रायजसो ठुल्ठुलो सहरहरूमा ढल बनाएर फोहोरहरू बाहिर पठाइन्छ, तर पेरिसमा जमिनको भागै नभएकोले यो सम्भवै भएन। त्यसैले पहिले मानिसहरू आफ्नो झ्यालढुकाबाट नै नहरहरूमा फोहोर मैला फाल्ने गर्दथे। तर जसको घरमा पानीको नहरले छोएको थिएन उनीहरूलाई भने समस्या पर्ने गर्दथ्यो। त्यसैले उनीहरूले फोहोर मैला यत्तिकै सडकतिर फ्याल्ने गर्दथे, जसले गर्दा सहरलाई दुर्गन्धित बनाएको थियो। त्यसैले उनीहरूले 16औं शताब्दीतिर फोहोर व्यवस्थापन गर्नको लागि प्रत्येक घरमा टनलको व्यवस्था गरे। त्यही टनलको माध्यमबाट फोहोरहरू पानीको नहरमा जान्थ्यो। यी टनलहरू पानीको सतहभन्दा अलिक माथि बनाइएको थियो, जसले गर्दा दिउँसो पानीको सतह कम हुँदा फोहोरको लिक्विडहरू पानीमा झर्थे, अनि जब समुद्रको पानी सतह बढेर आउँदा अरू उब्रेको फोहोरको लेदोहरूलाई पनि बगाएर लैजान्थ्यो। यसरी भेनिसमा दिनमा 2 पल्ट समुद्रको पानी सर्कुलेट भएर घट्दै बढ्दै बाहिर जाने गर्दछ। यसले गर्दा भेनिसको फोहोरहरू जति सबै सफा गर्ने गर्दछ। र समुद्रको पानी अत्याधिक नुनिलो हुनाले यसले पनि कीटनाशकको रूपमा काम गर्ने गर्दछ। र यही कारणहरूले गर्दा भेनिस सहर र पानीको नहरहरू पनि सफा हुन गयो। आश्चर्यजनक रूपमा आजभन्दा हजारौं वर्ष पहिले जुन इन्जिनियरिङको तौर तरिका अपनाएर सहर बनाइएको थियो त्यो अहिले पनि जस्ताको तस्तै छ। यसरी धेरै अभावहरूलाई सावधान गर्दै भेनिसियनहरूले अन्ततः संसारले देखेको सबैभन्दा प्रभावशाली इन्जिनियरिङको कार्य निर्माण गर्न सफल भए, जसलाई आजभोलि पानीमाथि तैरिएको सहर भनेर पनि चिनिन्छ। हस्त आजको लागि यो जानकारी तपाईहरू माझ राख्दै म बिदा लिन चाहन्छु। आउने दिनहरूमा यस्तै रोचक जानकारीमाथि बनाएको भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।